यति बेला नेपाली क्रिकेट संघले युएई मा हुन गइरहेको आईसीसी लीग 2 अन्तर्गतका युएई नेपाल र अमेरिका बीच त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिसकेको अवस्था छ। अक्टोबर 26 देखि नोभेम्बर 5 सम्म युएई मा हुन गइरहेको आईसीसी सीडीडब्ल्यूसी अन्तर्गत लीग 2 का खेलहरू खेल्नका लागि नेपाल यति बेला युएई जाने भएको छ। नेपाल यति बेला T20 वर्ल्ड कप क्वालिफायर म्याच खेलिसकेपछि नेपाली टिम अब नेपाल नआइकन सिधै युएई जाने भएका हुन्। क्रिकेट एसोसिएसन अफ नेपालले निम्न 15 जना खेलाडीहरूको नाम आईसीसी लीग 2 सीडीडब्ल्यूसी म्याचका लागि प्रिफर गरेको छ र ती खेलाडीहरूको नाम यस प्रकार रहेको छ। आशिक सेठ, कुशल भुर्तेल र क्याप्टेनी सम्हालिरहेका छन् रोहित पौडेल, भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी र त्यस्तै गरेर गुलसन झा, करण केसी, कुशल मल्ल, आसिफ शेख, ललित राजवंशी, नन्दन यादव, सन्दीप लामिछाने, साहिद आलम, सोमपाल गामी, भीम सार्की र अनिल कुमार शाह गरेर जम्मी 15 जनाको नेपाली टिमको घोषणा यति बेला क्यानले गरिसकेको छ। T20 वर्ल्ड कप क्वालिफायर म्याचमा नेपालले अविजित रूपमा आफ्ना प्रतिस्पर्धीहरूलाई हराउँदै च्याम्पियनशिप उपाधि कब्जा गरिसकेपछि यति बेला नेपाल युएई प्रस्थान गरेको हो र युएई गइसकेपछि नेपालले अक्टोबर 26 देखि नोभेम्बर 5 सम्म हुन गइरहेको आईसीसी लीग 2 अन्तर्गतका विभिन्न खेलहरूमा युएई, नेपाल र अमेरिका यी तीन टिमहरू खेल्दैछन्। यो त्रिकोणात्मक सिरिज खेल्नका लागि यति बेला युएई जाँदैछ र त्यसको लागि नेपाली टिमको घोषणा भइसकेको अवस्था छ। आईसीसी लीग 2 अन्तर्गत रहेर नेपालले 30 अक्टोबरका दिन युएई सँग खेल्दैछ। त्यस्तै गरेर नोभेम्बर 1 मा त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँग नेपालले आईसीसी लीग 2 को आफ्नो दोस्रो म्याच खेल्दैछ। त्यस्तै गरेर नोभेम्बर 5 का दिन नेपालले युएई सँग आफ्नो तेस्रो म्याच खेल्दैछ आईसीसी लीग 2 अन्तर्गत रहेर। र आईसीसी लीग 2 को कुरा गर्नु पर्दा आईसीसी लीग 2 अन्तर्गत रहेर 8 वटा टिमहरू समावेश भएको छ र 8 वटा टिम अन्तर्गत वरियता क्रममा अथवा योग्यता क्रममा नेपाल आईसीसी लीग 2 अन्तर्गत रहेर नेपालले 16 वटा खेल खेल्दै 12 अङ्क प्राप्त गरेको छ अनि 7औं स्थानमा रहेको छ। आईसीसी लीग 2 अन्तर्गत 8 वटा देशहरू समाविष्ट छन्, जस अन्तर्गत पहिलो वरियता क्रममा रहेको छ स्कटल्यान्ड 20 वटा खेलमा 28 वटा अङ्क जोडेको छ। त्यस्तै गरेर दोस्रोमा रहेको छ नेदरल्यान्ड्सले 24 खेलमा 28 अङ्क जोडेको छ। त्यस्तै गरेर तेस्रो वरियता क्रममा तेस्रोमा रहेको छ स्कटल्यान्ड 20 वटा खेलमा 24 अङ्क बटुलेको छ र त्यस्तै गरेर ओमान, त्यस्तै गरेर क्यानाडा रहेको छ 5औं नम्बरमा 24 वटा खेल खेल्दै 21 अङ्कका साथ 5औं स्थानमा रहेको छ। त्यस्तै गरेर 6औं स्थानमा रहेको छ नमिबिया, जुन 24 खेल खेल्दै 21 अङ्कका साथ 6औं स्थानमा रहेको छ र वरियता क्रमको 7औं स्थानमा रहेको छ नेपाल र नेपाल 16 वटा खेल खेल्दै 12 अङ्कका साथ 7औं स्थानमा रहेको छ र युएई वरियता क्रमको अन्तमा अर्थात् युएई सँग 6 अङ्क मात्र रहेको छ। नेपाली टिम युएई प्रस्थान गरे सँगसँगै अबको यो सिरिज जसरी T20 क्वालिफायर सिरिजलाई आफ्नो कोल्टामा पार्यो, च्याम्पियन भयो, त्यस्तै गरेर अहिले हुन गइरहेको अमेरिका, नेपाल र युएई बीचको आईसीसी लीग 2 अन्तर्गतको यो त्रिकोणात्मक सिरिज पनि नेपालले जितोस् हामी यही श्री पशुपतिनाथसँग कामना गर्न चाहन्छौँ। तपाईहरुलाई के लाग्छ, नेपालले के यो त्रिकोणात्मक सिरिज कब्जा गर्न सक्छ त अथवा च्याम्पियनशिप हासिल गर्न सक्छ त? कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र तपाईहरुले अहिलेसम्म यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला अनि बेल आइकनमा क्लिक गर्नु होला। बेल आइकनमा क्लिक गरिसके पश्चात तपाईहरुको युट्युब नोटिफिकेसन बारमा यस च्यानलद्वारा राखिने ती महत्त्वपूर्ण भिडियोहरुको जानकारी तपाईहरुलाई सर्वप्रथम प्राप्त हुनेछ।
धन्यवाद।